आइपीमा परेको सेयर सेकेन्डरी मार्केटमा बेच्नको लागि ब्रोकर एकाउन्ट चाहिन्छ, जुन आफ्नो मोबाइलबाट मात्रै 10 मिनेटमा घरमै बसेर अनलाइनबाट खोल्न सकिन्छ। तर त्योभन्दा पहिला ब्रोकर एकाउन्ट सम्बन्धी केही कन्फ्युजनहरू क्लियर गर्न चाहन्छु। जस्तै ब्रोकर एकाउन्ट भनेको के हो, यो किन चाहिन्छ, एकजना व्यक्तिले कतिवटासम्म ब्रोकर एकाउन्ट खोल्न सकिन्छ, कुन ब्रोकरमा एकाउन्ट खोल्ने जस्ता प्रश्नहरू। जेनरली भन्नुपर्दा ब्रोकर एकाउन्ट भनेको सेयर किनबेच गर्नलाई प्रयोग गरिने एकाउन्ट हो, जसलाई ट्रेडिङ एकाउन्ट पनि भनिन्छ, र एकजना व्यक्तिले एउटा ब्रोकर एकाउन्ट मात्र खोल्न सकिन्छ। तर पछि त्यो ब्रोकर एकाउन्टको सर्भिस मन नपरेमा ब्रोकर ट्रान्सफर मार्फत ब्रोकर चेन्ज गर्न चाहिँ मिल्छ। अब कुरा गरौँ कति नम्बर ब्रोकरमा ट्रेडिङ एकाउन्ट खोल्ने। सो सर्भिसको आधारमा मैले स्क्रिनमा टप 5 ब्रोकरको नेम लिस्ट देखाएको छु, अथवा तपाईँले मनपर्ने जुनसुकै ब्रोकरमा खोल्न सक्नुहुनेछ। र अब कुरा गरौँ ब्रोकर खोल्न के डकुमेन्टहरू चाहिन्छ। डकुमेन्टहरूमा तपाईँले चाहिने भनेको डकुमेन्टहरू भनेको सिटिजनसिप नागरिकता, अनि फोटो, अनि सिग्नेचर, र एउटा नागरिकता समातेको सेल्फी टाइपको फोटो चाहिन्छ। यति भएपछि तपाईँलाई पुग्छ। सो अब कुरा गरौँ कसरी एकाउन्ट ओपन गर्न सकिन्छ भनेर। सो त्यसको लागि तपाईँ सबैभन्दा पहिला आफ्नो डिभाइसको कुनै पनि एउटा ब्राउजरमा जानुहोला, र ब्राउजरमा गएपछि तपाईँले आफूले खोल्न चाहनुभएको ब्रोकरको ब्रोकर नम्बर लेखेर सर्च गर्नुहोला। फर इक्जाम्पल मैले अनलाइन सिक्युरिटिज ब्रोकर नम्बर 49 यहाँ तपाईँले खोलेर देखाउँछु। सो मैले ब्रोकर नम्बर 49 लगइन गरेर सर्च गरेँ, र यसो सर्च गरेपछि तपाईँको नेप्से अनलाइन ट्रेडिङ सिस्टम भनेर लेखेको छ, हो यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि तपाईँको सबभन्दा तल न्यू रजिस्ट्रेसन अनलाइन ट्रेडिङ एकाउन्ट ओपनिङ भनेर लेखेको छ, हो यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि यस्तो प्रकारको इन्टरफेस देखा पर्नेछ, जसमा 6वटा स्टेपमा तपाईँको सबै इन्फर्मेसनहरू हाल्नुपर्ने हुन्छ। सो सुरु गरौँ इन्फर्मेसनहरू हाल्न। सुरुमा क्लाइन्ट टाइप भनेको छ, क्लाइन्ट टाइपमा तपाईँले इन्डिभिजुअल सिलेक्ट गर्नु होला। त्यसपछि आफ्नो मोबाइल नम्बर हाल्नु होला, 10 अङ्कको आफूले युज गर्ने मोबाइल नम्बर हाल्नु होला। त्यसपछि मेम्बर ब्रान्च भनेको छ, यसमा तपाईँले आफूले नजिक पर्ने जुनसुकै ठाउँ सिलेक्ट गर्दा पनि हुन्छ। त्यसपछि पान नम्बर भनेको छ, पान नम्बर 6 भन्ने हाल्नुहोस्, छैन भने नहाल्दा पनि हुन्छ, किनकि यहाँ रेड स्टार लागेको इन्फर्मेसन हाल्नै पर्ने हुन्छ भने जसमा रेड स्टार छैन भने त्यो नहाल्दा पनि हुन्छ। र त्यसपछि इमेल हाल्नु होला, र इमेल हालेपछि तपाईँले नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरेपछि यस्तो प्रकारको इन्टरफेस देखा पर्नेछ। यहाँ सबभन्दा पहिला तपाईँले आफ्नो फर्स्ट नेम हाल्नुपर्ने हुन्छ। त्यसपछि मिडल नेम 6 भन्ने हाल्नु, छैन भने नहाल्दा पनि हुन्छ। त्यसपछि लास्ट नेम आफ्नो थर हाल्नु होला। त्यसपछि आफ्नो जेन्डर सिलेक्ट गर्नुहोस्। त्यसपछि आफू डेट अफ बर्थ सिलेक्ट गर्नु होला। त्यसपछि फादर नेम भनेको छ, फादर नेममा आफ्नो बुवाको नाम लेख्नु होला। त्यसपछि मदर नेम, त्यसपछि ग्रान्ड फादर नेम लेख्नुहोस्। त्यसपछि यहाँ इज एनआरएन भनेर लेखेको छ, हो यसमा तपाईँले नो क्लिक गर्नु होला। त्यसपछि इज माइनर भनेर लेखेको छ, यसमा तपाईँ यदि 18 वर्षभन्दा माथिको हुनुहुन्छ भने नो क्लिक गर्नु होला। त्यसपछि सिटिजनसिप नम्बर हाल्नु होला। त्यसपछि सिटिजनसिप इस्यु प्लेस, नागरिकता लिनुभएको जिल्लाको नाम चाहिँ हाल्नु होला। त्यसपछि यहाँ इस्यु डेट भनेको छ, जारी मिति जुन नागरिकताको पछाडि हुन्छ हो त्यो त्यहाँबाट तपाईँले नागरिकताको जारी मिति यहाँ लेख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ तपाईँले म्यारिड अनम्यारिड के हुनुहुन्छ यसमा सिलेक्ट गर्नु होला। त्यसपछि अकुपेसनमा तपाईँको पेसा के हो त्यो यहाँबाट चाहिँ सिलेक्ट गर्नु होला। त्यसपछि कन्ट्याक्ट नम्बर फेरि तपाईँले आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँले फाइनेन्सियल डिटेलमा यहाँ जुनसुकै लगाउँदा पनि हुन्छ। त्यसपछि इन्भल्भमेन्ट इन इन्भेस्टमेन्ट कम्पनी भनेर लेखेको छ, हो यसमा नो क्लिक गरिदिनु होला। त्यसपछि एड्रेस डिटेलमा आफ्नो एड्रेसहरू फिलअप गर्नुपर्ने हुन्छ, यहाँ आफ्नो प्रदेश छान्नु होला। त्यसपछि डिस्ट्रिक्ट छान्नुपर्ने हुन्छ। त्यसपछि नगरपालिका कुन नगरपालिका हो तपाईँको त्यो नगरपालिका छान्नु होला। त्यसपछि वार्ड नम्बर कति नम्बर वार्ड हो त्यो छान्नु होला। त्यसपछि यहाँ सेम एज पर्मानेन्ट एड्रेस लेखेको छ, हो यसमा क्लिक गरेर नेक्स्टमा क्लिक गर्नु होला। ब्याङ्क डिटेलमा यहाँ तपाईँले आफ्नो ब्याङ्क सेलेक्ट गर्नु होला, कुन ब्याङ्कमा तपाईँको एकाउन्ट छ त्यो ब्याङ्क सेलेक्ट गर्नु होला। त्यसपछि ब्रान्च आफूले खाता खोल्नु भएको ब्रान्च चाहिँ सेलेक्ट गर्नु होला। त्यसपछि एकाउन्ट टाइप भनेको छ तपाईँको यहाँ कुन एकाउन्ट छ, जेनरली सबैको सेभिङ एकाउन्ट हुन्छ, त्यही भएर तपाईँ सेभिङ एकाउन्टमा क्लिक गर्नु होला। त्यसपछि एकाउन्ट नम्बर आफ्नो एकाउन्ट नम्बर हाल्नु होला। त्यसपछि नेक्स्ट गर्नु होला।
र त्यसपछि यहाँ BOID नम्बर मागेको छ। BOID नम्बर भनेको तपाईँको डिमेट नम्बर हो। त्यो तपाईँको यहाँ डिमेट नम्बर हाल्नु होला र डिमेट नम्बर थाहा छैन भने तपाईँले आफ्नो मेरो सेयरमा लगइन भएर माई डिटेलमा गएर तपाईँले त्यहाँबाट निकाल्न सक्नुहुनेछ। त्यसपछि यस्तो प्रकारको इन्टरफेस देखा पर्नेछ। यसमा तपाईँ सबैलाई पढेर तपाईँले सबैमा नो क्लिक गरिदिनु होला। त्यसपछि तपाईँको यस्तो डकुमेन्ट अपलोड भन्ने सेक्सन आउनेछ। त्यसपछि यसमा तपाईँले यहाँ स्टार लागेको डकुमेन्टहरू हाल्नै पर्ने हुन्छ र यसमा यति हालेपछि तपाईँले नेक्स्टमा क्लिक गर्नु होला र नेक्स्टमा क्लिक गरेपछि तपाईँले यो सबै पढेर यहाँ तल आउनु होला। तल आएपछि तपाईँको सबमिट एप्लिकेसन भनेर छ हो, यसमा क्लिक गर्नु होला। सबमिट एप्लिकेसनमा क्लिक गरेपछि तपाईँको एप्लिकेसन सक्सेसफुल हुन्छ।